फोर्थ सेमेस्टरमा रहेको प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स भन्ने सब्जेक्ट अन्तर्गत रहेर चाहिँ हाम्रो युनिट 3 मा चाहिँ हाम्रो प्रोबेबिलिटी भन्ने च्याप्टर छ। यहाँबाट सोध्ने 10 मार्क्सको क्वेशन है त। 10 मार्क्समा एउटा यहाँबाट सोध्छ र अर्को 5 मार्क्समा चाहिँ 15 मार्क्सको चाहिँ क्वेशन सोध्छ प्रोबेबिलिटीबाट। र हामीलाई क्वेशन ब्याग हेर्ने भने एउटा यहाँबाट चाहिँ लङ क्वेशनमा 10 मार्क्समा एउटा हाम्रो यो च्याप्टरबाट सोधिराखेको छ। र त्यही 10 मार्क्सको चाहिँ विभिन्न कलेजमा है त लगभग 5 वटा जतिको कलेजको चाहिँ प्रिबोर्डमा कुन कुन टाइपको क्वेशन सोधेको छ त्यो हाम्रो 10 मार्क्सको लागि त्यही युनिट 3 बाट प्रोबेबिलिटीबाट मात्रै 10 मार्क्समा कुन कुन क्वेशन सोधेको छ सबै कलेजको प्रिबोर्डको म एउटैमा सल्भ गर्नेछु। यहाँ सबैको मैले सल्भ गरेको छु। जस्तै कानपुर सिटी कलेजको हैन, हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजको छ हैन, सबै वरिपरिको कलेज जति पनि 3-4 वटा कलेजको छ सबै म एउटै भिडियोमा सल्भ गर्नेछु। सो तपाईले भिडियो अन्तिम सम्म हेर्नु होला। लगभग अब योभन्दा अगाडिको टाइप्सको सबै रिपिट भएको छ हैन, अलिअलि फरक हुन सक्छ। सो तपाईले भिडियो अन्तिम सम्म हेर्नु होला। मन पर्छ लाइक गर्नुस्, कमेन्ट गर्नुस्। तपाई नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गर्नु होला हैन मन पर्छ भने। सो तपाईले यस्तै ह्यान्ड रिटन्स पीडीएफ नोट चाहिएको छ भने हाम्रो WhatsApp मा तपाईले कन्ट्याक्ट गर्नु होला। हामी तपाईलाई प्रोभाइड गर्नेछौँ। सबै क्वेशनको सोलुसन हामीले सल्भ गरेका छौँ, तर थोरै कस्ट तपाईले पेमेन्ट चाहिँ गर्नुपर्ने छ। अदरवाइज सबै भिडियोज प्लेलिस्ट कम्प्लिटली तपाईले युट्युबमा फ्री नै पाउनुहुन्छ है त। सो सुरु गरौँ। सुरुमा चाहिँ हाम्रो कान्तिपुर सिटी कलेज मैले पढेको कलेजबाट प्रिबोर्ड 2025 मा सोधेको क्वेशन छ 10 मार्क्सको लागि है त। अब there are 3 bags each containing 5 white balls and 3 black balls. Also there are another 2 bags each containing 2 white balls and 4 white balls. अलिकति क्वेशन चाहिँ बुझ्नु पर्ने हुन्छ। यसमा एउटा 3 ब्याग छ, एउटा 3 वटा ब्याग छ जसमा चाहिँ प्रत्येकमा चाहिँ 5 वटा व्हाइट बल र 3 वटा ब्ल्याक बल छ ग्रुप फर्स्टमा। अर्कोमा फेरि अल्सो देयर आर अनदर 2 ब्याग्स, फेरि अर्कोमा चाहिँ दुईटा ब्याग पनि छ। भने दुईटा ग्रुप एउटा ग्रुपमा 3 वटा ब्याग छ, अर्को ग्रुपमा दुईटा ब्याग छ। इच कन्टेनिङ फेरि त्यो दुईटा ब्यागमा चाहिँ 2 white balls and 4 black balls अरे। A bag is selected at random and a ball is drawn at random is white. अब त्यो दुई ग्रुप मध्येको कुनै ब्याग चाहिँ र्यान्डमली हामीले चुज गर्यो रे, अथवा ए को पनि पर्यो बी को पनि पढ्न सक्यो। ग्रुप फर्स्ट र ग्रुप सेकेन्ड जुनैको पनि पढ्न सक्यो। र त्यसमा चाहिँ बल हामी निकाल्दा व्हाइट पर्यो रे, जुनै ब्यागबाट निकाल्दा बल चाहिँ व्हाइट पर्यो। अब फाइन्ड द प्रोबेबिलिटी दैट दिस बल व्हाइट बल इज ड्रन फ्रम अ ब्याग फ्रम फर्स्ट ग्रुप सेकेन्ड ग्रुप। जुन त्यो हामीले र्यान्डमली ब्याग चुज गर्यो र ब्याग भित्रको बल निकाल्दा व्हाइट पर्यो हो, त्यो ब्याग चाहिँ फर्स्ट ग्रुपबाट पढ्ने प्रोबेबिलिटी र सेकेन्ड ग्रुपबाट पढ्ने प्रोबेबिलिटी निकाल्नु भन्ने छ। यो चाहिँ हाम्रो बेस थ्योरमबाटै हो हैन, हाम्रो बेस थ्योरम अगाडि गरेका थियौ त्यही नै हो। हाम्रो 10 मार्क्समा मैले बेस थ्योरमबाट एउटा सोध्छु भनेको थिएँ, लगभग बेस थ्योरमकै कुरा यसमा कन्डिसन है त। अब हेर्नुस्, देयर आर 2 ग्रुप्स ब्याग्स है त, दुईटा ग्रुपको ब्याग छ। अब लेट E1 and E2 are the events of selecting the bag from first and second group respectively भनेको अघि मैले जुन अगाडि बेस थ्योरम मैले जसरी गरेँ सेम त्यही नै हो है त। E1 भनेको फर्स्ट ग्रुपको ब्याग पढ्ने इभेन्ट हो, प्रोबेबिलिटी हो। E2 भनेको सेकेन्ड ग्रुपको ब्याग पढ्ने इभेन्ट हो। फर्स्ट ग्रुपमा 3 वटा ब्याग छ, सेकेन्ड ग्रुपमा 2 टा ब्याग छ, यति कुरा। अब फर्स्ट ग्रुपमा 3 वटा ब्याग, सेकेन्ड ग्रुपमा 2 टा ब्याग भनेपछि टोटलमा ब्याग चाहिँ कति रहेछ 5 वटा रहेछ, दुईटा ग्रुप गरेर है त। अब सो PE1 है त, फर्स्ट ग्रुपबाट ब्याग पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि PE1 हो, अगाडि जुन त्यही नै हो। PE1 भनेको 3/5 कसरी आयो? फर्स्ट ग्रुपमा टोटल नम्बर अफ ब्याग्स कति 3 वटा छ र सो यति छ। मतलब यो हाम्रो पोसिबल हो 3 वटा मध्येबाटै कुनै एउटा पढ्नुपर्छ नि त, फर्स्ट ग्रुपबाटै पढ्यो भने त हैन। र टोटल चाहिँ कति हो? दुईटा ग्रुप गरेर 5 छ भनेपछि 3/5 आयो, 0.6 आयो। र PE2 भनेको सेकेन्ड ग्रुपबाट ब्याग पढ्ने प्रोबेबिलिटी कति? सेकेन्ड ग्रुपमा टोटलमा दुईटा छ तर ओभरअलली त कति 5 वटा छ भनेपछि 2/5 0.4 आयो। सिम्पल यति फर्स्ट स्टेप सक्यो। अब let W be the event of selecting white balls. अब white ball पढ्ने इभेन्टलाई मैले W लेट गरिदिएको छु, W मानिदिएको छु भनेपछि व्हाइट बल पढ्ने प्रोबेबिलिटी। अब सुरुमा निकाल्नु प्रोबेबिलिटी अफ व्हाइट बल फ्रम ग्रुप फर्स्ट। ग्रुप फर्स्टबाटै व्हाइट बल पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि मलाई अलरेडी व्हाइट बल थाहा छ नि, व्हाइट बल चाहिँ गिभन हो मेरो, ठीक छ। यो चाहिँ मलाई अलरेडी थाहा भएको कुरा, ठीक छ। यो व्हाइट बल सरी व्हाइट बल पढ्ने प्रोबेबिलिटी चाहिँ म निकाल्दैछु। तर अब यसमा निकाल्दा PW/E1 भनेको फर्स्ट ग्रुपबाट व्हाइट बल पढ्ने प्रोबेबिलिटी कति भन्न खोजेको भनेको मलाई फर्स्ट ग्रुपमै हो भन्ने चाहिँ अलरेडी थाहा छ भने चाहिँ E1 चाहिँ गिभन रहेछ भनेको फर्स्ट ग्रुप चाहिँ गिभन रहेछ भनेको फर्स्ट ग्रुपमै पढ्छ मलाई थाहा छ। यो चाहिँ एजुम मैले गरेँ। अब फर्स्ट ग्रुपमै पढ्ने हो तर व्हाइट पढ्ने प्रोबेबिलिटी कति थाहा छैन नि त भनेपछि जुन चाहिँ मलाई अलरेडी गिभन अब थाहा छ त्यो चाहिँ स्ल्यास भन्दा तलपट्टि भनेपछि फर्स्ट ग्रुपमा व्हाइट बल पढ्ने प्रोबेबिलिटी कति भन्न खोजेको। त्यो भनेको 5/8 भयो। किन 5 किन भयो भन्दाखेरि हाम्रो फर्स्ट ग्रुपमा हाम्रो व्हाइट बल कतिवटा छ फर्स्ट ग्रुपमा भन्दाखेरि हेर्नुहोस् त, फर्स्ट ग्रुपमा हाम्रो 5 व्हाइट बल्स एन्ड 3 ब्ल्याक बल्स छ भनेपछि टोटलमा बल्स कति 5 + 3 8 वटा रहेछ। र व्हाइट मात्रै अहिले हामी निकाल्दैछौँ भने व्हाइट कति 5 रहेछ भनेपछि 5/8 भयो है त। फर्स्ट ग्रुपको लागि मात्रै हो अहिले 5/8 0.625। अब फेरि सेकेन्ड ग्रुपबाट व्हाइट बल पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि ग्रुप सेकेन्डमै भन्ने थाहा छ तर व्हाइट पढ्ने प्रोबेबिलिटी मलाई थाहा छैन नि त भनेपछि E2 मा अथवा सेकेन्ड ग्रुपमा व्हाइट बल पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि 2/6 आयो। अब सेकेन्ड ग्रुपमा हेरौँ, सेकेन्ड ग्रुपमा दुईटा ब्याग छ, इच कन्टेनिङ 2 व्हाइट बल्स एन्ड 4 ब्ल्याक बल भनेपछि दुई टोटलमा 6 रहेछ, व्हाइट बल चाहिँ 2 रहेछ भनेपछि 2/6 रहेछ।
2/6 रहेछ 0.03 आयो। अब फर्स्टमा निकाल्नु प्रोबेबिलिटी अफ द व्हाइट बल ड्रन फ्रम ब्याक फर्स्ट ग्रुपबाट नै जुन हामीले व्हाइट बल निकालेको त्यो पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि हाम्रो व्हाइट बल सिलेक्ट हुने इभेन्ट चाहिँ डब्लु मानेका छौँ हैन डब्लु मानेका छौँ। अब मलाई डब्लु चाहिँ थाहा भइसक्यो व्हाइट बल आइसक्यो। अब व्हाइट बल चाहिँ आइसक्यो तर फर्स्ट ग्रुपबाट कति भने थाहा छैन नि त भनेपछि डब्लु चाहिँ गिभन रहेछ भनेपछि गिभन हो भने स्ल्याशमा जान्छ तलपट्टि पी इज 1 स्ल्याश डब्लु भनेको मलाई व्हाइट बल पर्यो भने थाहा छ तर फर्स्ट ग्रुपबाट कति पढ्ने प्रोबेबिलिटी थाहा छैन नि त भनेपछि व्हाइट बल चाहिँ पढिसक्यो भने डब्लु E1 स्ल्याश डब्लु यसरी है त। अब यसको लागि बेस थ्योरम अनुसार मैले अगाडि नै तपाईँले सिकाएको थिएँ ट्रिक यसमा E1 स्ल्याश डब्लु हुँदैछ यसमा ठ्याक्कै उल्टी चाहिँ पी ई डब्लु ई स्ल्याश हुन्छ इन्टु तलपट्टिको फेरि पी E1 हुन्छ अन्त 1 को लागि फेरि यो 1 1 आयो र ओपनमा चाहिँ टोटलमा E1 र यसमा E2 दुईटै मेरो टोटलमा आउनु पर्यो यसरी यो तरिकाले बेस थ्योरममा है त। अब सबै भ्यालु थाहा छ पी डब्लु स्ल्याश E1 यहाँबाट आयो अनि पी E1 र E2 माथिबाट आइहाल्छ सो सबैको भ्यालु हालिदिनु है त सबैको भ्यालु मात्र हालिदिने यति गर्दा 0.7378 आयो है त यति नै फर्स्टको लागि ए नम्बरको लागि। अब फ्रम ग्रुप बीबाट है त ग्रुप सेकेन्डबाट भनौँ सेकेन्ड ग्रुपबाट चाहिँ व्हाइट पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि E2 सेकेन्ड ग्रुप हो हामीलाई व्हाइट बल थाहा भइसक्यो भनेपछि माथिपट्टि डब्लु स्ल्यास E2 इन्टु पी E2 आयो तलपट्टि टोटलमै है त सबै यसमा भ्यालु हालिदिने 0.2621 आयो एन्सर आइस यति नै है त। अब यो भयो हाम्रो कान्तिपुर सिटी कलेजमा सोधेको। अब अर्को छ हाम्रो कान्तिपुर इन्टरनेसनल कलेजमा किआइसीमा सोधेको छ त्यही नै एउटै सालको। अब यसमा चाहिँ डिफाइन कन्डिसनल प्रोबेबिलिटी है त यो अब 1 मार्क्सको थ्योरी पनि सोध्यो। अब फ्याक्टरी म्यानुफ्याक्चर्स स्क्रुज फ्रम डिफरेन्ट मेसिन्स ए बी एन्ड सी म्यानुफ्याक्चरिङ रेस्पेक्टिभली 25%, 35% एन्ड 45% अफ द टोटल प्रोडक्सन एमङ दियर टोटल आउटपुट त्यति आउटपुट भने फेरि कम्पनी एबाट चाहिँ 5%, बीबाट 4%, सीबाट चाहिँ 2% आर फाउन्ड टु बी defective. What is the probability of the production that defective screw which machine seems most likely produce the effective screw? यति छ लगभग अब यो बेस थियो पहिलाको यस्तो जस्तो छ यसमा त टोटलमा कति डिफेक्टिभ स्क्रु छ टोटलमा निकाल्नु पर्यो पी ए को भ्यालु अनि कुनबाट है त कम्पनी ए बी सी मध्ये कुनले चाहिँ बढी डिफेक्टिभ स्क्रु प्रोडक्ट गर्छ त्यति निकाल्नु पर्यो ठीक छ यति नै। अब लेट सिम्पल अघि जस्तै E1 E2 E3 आर इभेन्ट्स अफ सिलेक्टिङ द इफेक्टिभ स्क्रु फ्रम म्यानुफ्याक्चर ए बी एन्ड सी अथवा ए को सिलेक्ट हुने बी को सिलेक्ट हुने सी को सिलेक्ट हुने मैले E1 E2 E3 इभेन्टमा एजुम गरेँ सुरुमा सो त्यो हो भने पी E1 फर्स्टको कम्पनीबाट हुने प्रोबेबिलिटी भनेको 25% क्वेशनले गिभन दिएको छ 0.25 PE2 सेकेन्डबाट हाम्रो 35% सी कम्पनीबाट 40% दिएको छ आफैले क्वेशनले। अब लेट ए बी द इभेन्ट्स अफ सिलेक्टिङ डिफेक्टिभ स्क्रु अघि जुन मेरो थियो अघि व्हाइट बल सिलेक्ट हुने जस्तै अहिले डिफेक्टिभ स्क्रु थियो है त यसरी फरक दिन्छ एउटै कन्सेप्ट सबैमा। अब डिफेक्टिभ स्क्रु हुने इभेन्टलाई मैले ए माने भने अब डिफेक्टिभ स्क्रु ए माने भने मैले अब फर्स्ट ग्रुपबाट ए भनेको ए कम्पनीबाट चाहिँ डिफेक्टिभ स्क्रु पढ्ने प्रोब्लम कति भन्दाखेरि पी ए स्ल्यास E1 हो फर्स्ट ग्रुप चाहिँ थाहा भइसक्यो त्यसमा हाम्रो डिफेक्टिभ स्क्रु कति पढ्ने प्रोबेबिलिटी हामी निकाल्दैछ त्यो भनेको 5% क्वेशन लेभल दिएको छ 0.05। अब पी ए E2 अब सेकेन्ड ग्रुपबाट डिफेक्टिभ पढ्ने 4% दिएको छ हामीले निकालिसक्यो अनि पी ए E3 भनेको थर्ड अब सी ग्रुपबाट चाहिँ डिफेक्टिभ स्क्रु पढ्ने प्रोबेबिलिटी कति 2% दिएको छ 0.02 मैले निकालिसकेँ। अब फर्स्टमा मलाई सोधेको छ प्रोबेबिलिटी अफ प्रोड्युसिङ अ डिफेक्टिभ स्क्रु भनेको टोटल सोधेको त्यो भनेको पीए है त हामीले डिफेक्टिभ इभेन्टलाई ए मानेको जसो हामीले निकाल्नु पर्ने रहेछ प्रोबेबिलिटी अफ टोटल ए भनेको डिफेक्टिभ स्क्रु पर्ने टोटल प्रोबेबिलिटी अब टोटल निकाल्नु पर्यो भने त्यो भनेको पी ए स्ल्यास E1 इन्टु पी E1 अघि जस्तै प्लस पी ए स्ल्यास E2 प्लस E2 हैन प्लस पी ए स्ल्यास E3 इन्टु पी E3 यति हो टोटल भनेको यति नै हो ठीक छ यो वाला निकाल्नु पर्यो हामीले है त। अघि जुन हाम्रो ओपनमा टोटल भ्यालु थियो ओपनको भ्यालु यति ओपनमा जुन हाम्रो निकाल्दा थियो यो मात्रै भ्यालु निकाल्दैन क्या ओपनको टोटलको भ्यालु है त अनि त्यो यहाँ टोटल डिफेक्टिभ स्क्रु कति पर्यो भने यसरी निकाल्दिने सबैको भ्यालु थाहा छ हाल्दिने 0.0345 आइसक्यो। अब सेकेन्डमा व्हिच मेसिन इज मोस्ट लाइकली टु प्रोड्युस अ डिफेक्टिभ स्क्रु भनेको अब यसको लागि चाहिँ मेसिन ए ले मात्रै कति प्रोड्युस गर्छ त्यो निकाल्नु पर्यो त्यो भनेको पी ए स्ल्यास E1 इन्टु पी E1 हो हैन यति आइसक्यो। मेसिन बी को लागि 2 वाला E2 वाला गर्नु पर्यो आइसक्यो 0.04 सी को लागि आइसक्यो पी E3 E3 वाला गर्नु पर्यो 0.008 आयो सो हाईएस्ट भ्यालु भनेको कुन रहेछ 0.014 त्यो पनि मेसिन बी रहेछ भनेपछि हेन्स मेसिन मोस्ट लाइकली टु प्रोड्युस अफ डिफेक्टिभ स्क्रु भनेको मेसिन बी ले रहेछ है त मेसिन बी चाहिँ मोस्टली यसले प्रोड्युस गर्दैछ भन्ने कुरा है त। अब हाम्रो थ्योरी सोधेको थियो कन्डिसनल प्रोबेबिलिटी इज द प्रोबेबिलिटी अफ अकरेन्स अफ एन इभेन्ट ए गिवन दैट अनदर बी हैज अलरेडी अकर्ड है त बी चाहिँ अलरेडी अकर भएको रहेछ र त्यसको रेस्पेक्टमा चाहिँ ए को इभेन्टलाई हामी गर्छौँ जस्तै पी ए स्ल्यास बी है त यसमा बी चाहिँ अलरेडी भएको छ बी को रेस्पेक्टमा चाहिँ ए को निकाल्दैछ भनेपछि पी ए इन्टरसेक्सन बी अपना यसकै पिबी हुन्छ जबकि पिबी इज नट इक्वल टु 0 यति नै 1 मार्क्स लागि इनफ हुन्छ यति। अब जाउँ अर्को क्वेशन हाम्रो एकमी इन्जिनियरिङ कलेजमा सोधेको छ
यसमा स्ट्रेट एन्ड प्रुभ मल्टिप्लिकेसन ल अफ प्रोबेबिलिटी अब यो अगाडि 2 मार्क्सको लागि अथवा 4 मार्क्सको लागि अगाडि यो एउटा क्वेसन सोध्यो अब टु अर्न्स कन्टेन 1 वाइट एन्ड 6 रेड एन्ड 4 वाइट 3 रेड बल्स है त यसमा र one of the urn is selected at random and a ball is drawn from it from it find the probability of drawing a white ball यो सोध्यो the probability of the drawing a white ball from first on बाटै भनेको अघि जस्तै हाम्रो अलेज लगभग त्यही नै सोधे क्या लगभग टोटलमा प्रोबेबिलिटी डिफेक्टिभ टोटलको प्रोड्युस हुने प्रोबेबिलिटी कति भन्नु र अहिले व्हाइट बल पढ्नु कुरा एउटै नै हो ठिक छ लगभग यो पछाडिको सेम नै छ भने चाहिँ हाम्रो यसमा एउटा के रहेछ दुईटा अन रहेछ प्रत्येकमा चाहिँ एउटा फर्स्टमा चाहिँ 1 वाइट र 6 रेड रहेछ अर्कोमा चाहिँ 4 वाइट र 3 रेड रहेछ यति नै हो त अब सुरुमा चाहिँ हेरौँ मल्टिप्लिकेसन ल अफ प्रोबेबिलिटी द स्टेटमेन्टको लागि इफ ए एन्ड बी आर टु इभेन्ट्स सच दैट देन द प्रोबेबिलिटी दैट both A and B occurs if given by हाम्रो A P probability of A intersection B भनेको PA into PB slash A भनेको A चाहिँ अलरेडी अकर भएको छ भने है त सो इफ A and B आर इन्डिपेन्डेन्ट इभेन्ट देन यो चाहिँ डिपेन्डेन्ट इभेन्टको लागि इन्डिपेन्डेन्ट छ भने चाहिँ सिम्पली PA into PB हो यसमा A मल्टिप्लिकेसन रुल है त प्रुभ गर्नु पर्यो भने बाइ द डेफिनेसन अफ कन्डिसनल प्रोबेबिलिटी PB slash A A चाहिँ अलरेडी अकर छ भने यसको रेस्पोन्डेन्ट निकाल्छु भने अघिको फर्मुला PA इन्टरसेक्सन B अपन PA हो जब PA चाहिँ मेरो नट इक्वल टु A हो 0 अब रिअरेन्जिङ गर्दाखेरि यसलाई नै गर्दाखेरि यो उता गयो मेरो PA इन्टरसेक्सन B इक्वल चाहिँ PA इन्टु PB स्ल्यास A हो ए नै प्रुभ भइसक्यो यति लेख्नु पर्छ इनफ हुन्छ है त सो अब न्युमेरिकल चाहिँ लाग्यो है त न्युमेरिकल लागि हामीलाई दिएको छ टु अर्न्स गिभन दिएको छ हैन अब अर्न फर्स्टलाई माने मैले वाइट 1 वाइट बल र 6 रेड बल छ टोटलमा चाहिँ 7 रहेछ सेकेन्ड अर्नमा चाहिँ हाम्रो 4 वाइट र 3 रेड बल छ नम्बर 7 रहेछ टोटलमा है त अब one अर्न इज सेलेक्टेड एट ऱ्यान्डम दुईटा मात्र अर्न छ वानलाई हामी सेलेक्ट गर्छ भने प्रोबेबिलिटी अफ अर्न फर्स्ट र अर्न सेकेन्ड दुईटै फर्स्ट ग्रुप र सेकेन्ड ग्रुप पढ्ने प्रोबेबिलिटी भनेको 1/2 नै रहेछ हाफ हाफ नै हुँदो रहेछ किन दुईटा मात्र छ नि त मेरो दुईटा छ भने त ठ्याक्कै 50-50% यसको चान्स हुन्छ भनेपछि 0.5 भन्छ सिधै अब डब्लु भनेको ड्रइङ अ वाइट बल पढ्ने भने इभेन्टलाई डब्लु माने भने प्रोबेबिलिटी अफ डब्लु स्ल्यास U1 भनेको फर्स्ट अर्न फर्स्टबाटै वाइट पढ्ने प्रोबेबिलिटी कति त्यो 1/7 हो ठिक छ 1/7 किनभने यसमा हामीलाई 1 छँदैछ हैन 1/7 है त भनेको वाइट हो नि त 1 त भनेको फर्स्ट ग्रुपमा कति छ 1 वटा छ वाइट ग्रुप टोटलमा 7 छ भनेपछि फेरि P W स्ल्यास U2 सेकेन्ड ग्रुपबाट वाइट पढ्ने प्रोबेबिलिटी कति वाइट बल सेकेन्डमा 4 छ टोटलमा 7 छ 4/7 अब फर्स्टमा प्रोबेबिलिटी अफ ड्रइङ वाइट बल मात्रै पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि टोटल हो यो त PW भनेको PW स्ल्यास U1 इन्टु PU1 प्लस PW U2 इन्टु PU2 यति गर्दा सबैको भ्यालु मलाई थाहा छ सो PW कति आयो 0.3571 आइसक्यो अब सेकेन्डमा the probability that the white ball is from first अर्नबाट नै मेरो वाइट पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि P U1 स्ल्यास W है त वाइट बल पढ्ने मलाई थाहा भइसक्यो तर फर्स्टबाट कति भन्ने कुरा है त सो यो निकाल्ने फर्मुला अब दुईटा मात्र छ भने कन्डिसनलबाट हाम्रो फर्मुला सिधै थाहा छ P U1 इन्टरसेक्सन W भर्खरै हामीले हेरिसक्यो अब न PW वाला यति छ भनेपछि यति हो भने यसमा फेरि इन्टरसेक्सन निकाल्नु पर्यो PU1 इन्टरसेक्सन W निकाल्नु पर्यो त्यो भनेको PU1 प्लस PW स्ल्यास U1 है त भनेको U1 यो स्ल्यासमा आउनु पर्यो किनभने यो कन्डिसनल हाम्रो प्रोबेबिलिटी हो त्यो भएको कारणले यसमा चाहिँ स्ल्यास आउनु पर्यो सो 0.5 चाहिँ PU1 को भनेको यसको लागि 0.01/7 थाहा छ यति टोटल गर्दा 0.0714 आएपछि यसमा 0.0714 अपनमा PW को पनि भ्यालु थाहा छ यति गर्दाखेरि हाम्रो एन्सर 0.2 आयो है त सक्यो यति नै है त अब हामी चाहिँ अर्को हाम्रो अझै आर्यन स्कुल अफ इन्जिनियरिङ कै सोधेको छ यो वाला है त क्वेशन छ a factory produces a certain type of output by the types of machine the respective daily production figures are machine first ले चाहिँ 3000 unit machine second ले 25 units 2500 machine third ले चाहिँ 4500 है त यति past experience shows that 3% of the output produced by machine 1 is defective चाहिँ फर्स्टबाट 3% रहेछ the corresponding हाम्रो fraction of defective for the other two machine is second machine B को लागि second को लागि 1/2% third को लागि 2% respectively an item is drawn at random from the bags from the day production and is found to be defective हामी randomly त्यसमा सिलेक्ट गर्दा पर्यो रे what is the probability that is comes from the output of machine first बाट machine second बाट machine third बाट जुन बेस थ्योरमको अगाडि गयो सेम टु सेम त्यही नै सोध्यो है यसमा त let E1 E2 E3 be the events of the selecting machine first second and third respectively मान्छौ so p probability of machine first बाट कति दिएको थियो हामीलाई टोटलमा 3000 प्रोडक्ट दिएको छ र टोटलमा मेसिन फर्स्ट र सेकेन्ड थर्ड को टोटलमा जोड्दाको 10000 आएपछि 3000 मा 10000 गर्दा 0.3 PE2 सेकेन्डबाट सेकेन्डमा 2500 दिएको छ टोटलमा 10000 यतिको आयो थर्ड को लागि 45000 दियो
हाम्रो थर्डको लागि टोटलमा यति नै छ भनेपछि 0.45 आयो। अब लेट ए बी द इभेन्ट्स अफ सिलेक्टिङ डिफेक्टिभ प्रोडक्सन। डिफेक्टिभ प्रोडक्सन सिलेक्ट गर्ने इभेन्ट भनेको ए माने भनेपछि अब पी ए तर फर्स्ट ग्रुपबाट पढ्ने कति प्रोबेबिलिटी 3% दिएको छ आफैले 0.03। अब पी ए स्ल्यास ई टू है त सेकेन्ड ग्रुपबाट पढ्ने 1.2 थर्डबाट पढ्ने 2%। यति सबै भ्यालु थाहा छ। अब हामीले सिधै निकालिहाल्छौँ है त फर्मुला हाल्ने एन्सर पनि निकाल्नु फ्रम हाम्रो के छ मेसिन फर्स्टबाट डिफेक्टिभ प्रोडक्ट पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि फ्रम डिफेक्टिभ प्रोडक्ट चाहिँ मलाई थाहा छ तर फर्स्ट ग्रुपबाट कति हो म निकाल्दैछु भनेपछि यो ई स्ल्यास ई वान स्ल्यास ए हो यताबाट ठ्याक्कै उल्ट्यो ए स्ल्यास ई इन्टु ई वान वाला तलपट्टि हाम्रो सबैको लागि सम आयो है त ठिक छ तिनटैको लागि सम आयो तलपट्टि यति। अब सबैको भ्यालु हालिदियो भ्यालु थाहा छ यति गर्दा 0.4285 आयो। अब फेरि सिमिलरली सेकेन्डबाट ई स्ल्यास ई2 स्ल्यास ए हो यतापट्टि ए स्ल्यास ई2 वाला तलपट्टि सबैको सम है त यति गर्दा यहाँबाट आयो 0.1428 आयो र फ्रम फर्स्ट थर्ड लास्ट मेसिनबाट चाहिँ कति ई3 स्ल्यास ए वाला यसमा ए स्ल्यास ई3 अनि ई3 वाला तलपट्टि सबैको सम गर्दाखेरि यहाँबाट कति आयो मेरो 0.4285 आयो ठिक छ यति गर्दाखेरि यो पनि सक्यो। अब हाम्रो लास्ट छ एउटा यो चाहिँ जुन हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजबाट सोधेको छ र यो सोधेको छ यसमा पनि लगभग एउटै सोधेको छ है त। अब क्वेसन छ इन अ सर्टेन युनिभर्सिटी द पर्सेन्टेज अफ हिन्दू बुद्धिस्ट एन्ड क्रिस्चियन्स अमङ स्टुडेन्ट्स इज 50 30 एन्ड 20 रेस्पेक्टिभ है त 50% चाहिँ हिन्दू रहेछ बुद्धिस्ट चाहिँ 30% 20% क्रिस्चियन रहेछ। अब एमङ 50% हिन्दूज 60% बुद्धिस्ट एन्ड 80% क्रिस्चियन्स आर स्मोकर्स है त त्यो मध्ये पनि यति चाहिँ स्मोकर्स रहेछ। अघि जुन हाम्रो डिफेक्टिभ प्रोडक्ट थियो त्यो जस्तो अहिले स्मोकर्स आयो केही पनि मेसिन फर्स्ट सेकेन्ड थर्ड भन्नु ठाउँमा हिन्दू बुद्धिस्ट क्रिस्चियन आयो कुरा एउटै नै अहिले यसरी क्वेसन जसमा सोध्यो हाम्रो रुल एउटै हुन्छ क्या सबैको। इफ वान स्टुडेन्ट इज सिलेक्टेड एट ऱ्यान्डम एन्ड फाउन्ड टु बी स्मोकर कुनै एउटा सिलेक्ट गर्यो त्यसमा स्मोकर भयो होइन कुनै एउटा सिलेक्ट गर्यो त्यसमा डिफेक्टिभ प्रोडक्ट भयो कुरा एउटै हो होइन। वाट इज द प्रोबेबिलिटी द्याट द स्मोकर स्टुडेन्ट इज बुद्धिस्टबाट है त ग्रुप फर्स्ट ग्रुप सेकेन्डबाट भन्ने जस्तै अब बुद्धिस्टबाट कति अल्सो फाइन्ड फ्रम विच रिलिजन द्याट स्मोकर स्टुडेन्ट कभर भनेको कुनबाट चाहिँ मोस्ट सबभन्दा धेरै स्मोकर्स रहेछ भन्ने पनि निकाल्नु पर्यो है त। अब यति अब लेट E1 E2 एन्ड E3 बी द इभेन्ट्स अफ सेलेक्टिङ हिन्दू बुद्धिस्ट एन्ड क्रिस्चियन रेस्पेक्टिभली हिन्दू भने E1 बुद्धिस्टको लागि E2 क्रिस्चियनको लागि E3 माने। अब PE1 कति 50% दिएको आफैले PE2 आफैले दियो 30% PE3 आफैले 20% दियो। अब लेट ए बी द इभेन्ट्स अफ सेलेक्टिङ स्मोकर्स है त ए भनेपछि अब स्मोकर्स हिन्दूबाट भनेको फर्स्टबाट पढ्ने प्रोबेबिलिटी कति भन्दाखेरि E1 हिन्दूबाट ए है त 50% दियो आफैले 0.5। अब PA स्ल्यास E2 भनेको बुद्धिस्टबाट कति 60% 0.6। अब क्रिस्चियनबाट कति ए स्ल्यास ई3 80% 0.8 दियो। अब फर्स्टमा निकालेर स्मोकर इज फ्रम बुद्धिस्टको लागि E2 माने कहाँ थियो भनेपछि हाम्रो कुनबाट पढ्नु पर्यो हाम्रो स्मोकर्स पढ्नु पर्यो तर कुनबाट E2बाट भनेको बुद्धिस्ट ग्रुपबाट भने यताबाट पी ए स्ल्यास E2 इन्टु PE2 अपनमा तिनटैको लागि सम आउनु पर्यो ठिक छ यति आउनु पर्यो। अब सबै एउटै नै फर्मुलामा हाल्ने भ्यालुमा हाल्ने एन्सर निकाल्ने मैले भ्यालु पनि हालिसकेँ 0.3050 है त। सेकेन्डमा फ्रम विच रिलिजन डज द स्मोकर मोस्टली लाइकली बिलोङ है त भनेको अब यसको लागि बुद्धिस्टको लागि आइसक्यो। अब दुईटाको लागि निकाल्नु फ्रम क्रिस्चियनको लागि निकालो E2 ए स्ल्यास निकालो यसमा ए स्ल्यास E3 होइन E3 वाला सबै आइसक्यो यसमा त टोटल गरिदिनु तलपट्टि सबैको भ्यालु हालिदिनु होला गर्दाखेरि 0.2711 आयो। फ्रम हिन्दूको लागि हिन्दूलाई हामीले के मानेका E1 मानेका दोस्रो E1 स्ल्यास ए भन्दा यसमा ए स्ल्यास E1 वाला आयो तलपट्टि टोटल सबैको सम गर्दाखेरि हाम्रो कति आयो 0.4237 आयो। अब तिनटालाई कम्पेयर गर्दा कुनको बढी आयो भन्दाखेरि मोस्ट लाइकली बिलोङ्स टु हिन्दू रहेछ कति 0.4237 आयो त्यो भनेको 42.37% रहेछ ठिक छ यति है त। यति गर्दाखेरि हामीले सकाइसक्यो होइन। अब यो हाम्रो प्रोबेबिलिटीबाट 10 मार्क्समा बेस थ्योरमबाट भनौँ कन्डिसनल अब प्रोबेबिलिटीबाट चाहिँ 10 मार्क्समा सोधेको यति नै हो विभिन्न कलेजमा होइन मैले यति नै सल्भ गरेँ। हामी अरू भिडियोमा फेरि भेट्नेछौँ आजलाई यति नै गर्नेछौँ। सबैलाई बाई बाई बेस्ट अफ लक।